एभ्रिवान नमस्ते हजुर नमस्ते फेरि पनि तपाईलाई जिसा च्यानलमा स्वागत छ है र आज फेरि धेरै दिनको बाद म मुकबाङ लिएर आइसकेको छु है फेरि सेम मोमो सेम मोमो है अन्त कोही बेला कति खान्छ हैन हामी मोमो तर नबनाऊ खाली मोमोको भिडियो भन्ने हुन्छ हैन अन्त नबनाएको सो आज चाहिँ एकदमै पानी रेनी थियो है अन्त मोमो खाने मौसम भयो मोमो खाने भने वाइ नट भन्यो अन्त खायौँ अन्त भिडियो पनि बनाउँ ल भनेर हामी चाहिँ भिडियो बनाउन गइरहेको छौँ है अहिले यो लुगामा मोमो बनाएर यो लुगामा खानु आएको है त हामी सो मेरो च्यानललाई सब्सक्राइब गरिदिनुहोस् अनि मेरो एफबी पेजमा गएर पनि है ब्लग्स डायरी छ अनि एउटा मेरै नामको छ है वर्ष छेत्री त्यहाँ गएर पनि एफबीमा पनि फलो गरिदिनुहोस् प्लिज सपोर्ट गरिदिनुहोस् है त सो खायो आज चाहिँ छ भेज मोमो है यहाँ भेज सुप अन्त यहाँ तिलको अचार अनि चाहिँ यहाँनिर सिन रामेन हो कि सो लेट्स बिगिन डिगिन एकदमै म चाहिँ रामेनबाट सुरु गरेँ एकदमै मिठो हुन्छ भनेर सुनेको थिएँ रामेन त्यसो लिएर आएको मैले पुरा उयो रहेछ के रहेछ त्यही नै नि मिठो भएछ मोमो सो खाएँ त मिठो हुँदैछ मलाई चाहिँ यो चाहिँ सिन रामेन चाहिँ कता कता करेन्ट वाइ जस्तो लाग्यो हो टेस्ट चाहिँ एकदमै मिठो छ सुप खानको लागि चाहिँ मिठो मन पर्यो तँलाई त्यस्तो पिरो नै होइन ठिकै छ तर मलाई चाहिँ पिरो मनपर्छ मोमो खाँदै सेलाउँदै मोमो भन्दा पनि बरु यो सेलायो भने पो साह्रो पर्छ त सो मोमो पनि खाएँ त्यो एकदमै ठुल्ठुलो साइजको छ हेर्नुहोस् यहाँनिर मिठो भएको छ आँखामा हालिन्छ हो मसरुम पनि छ मसरुम है मसरुम भयो नि मसरुम सिन रामेन तर रामेन चाहिँ भन्दैन डिफ्रेन्ट टेस्ट छ ला
सुप उयोले गाजरको रङ त कहाँ गएछ गएछ बिटको? गाजर र बिटको गाजरले गर्दा नुन कम्ती भएको छ तर हो सुपमा हुन्छ के खाउँछु मोमो खाएर मैले 5-6 वटा खाएको छु मोमो तर त्यति पनि खान सकेको छैन साँच्ची नै मिठो सुप चाहिँ यस्तो मिठो कि खाइदा सुपको त्यस्तो रहेछ कडा कस्तो मिठो खालको क्या जाडोमा खाने खालको नर्स उयो चाहिँ नर्सुप परे नर्सुप जस्तो जस्तै एकदमै यो चाहिँ चिसो ठाउँमा खाने खालको है यस्तो वेदरमा पिरो पनि हल्का मात्रै पिरो नरुचाउनुलाई चाहिँ एकदम ठिक हो यो सिमरामिन चाहिँ ट्राई गर्नुहोस् तर एक त उन्ति भात पात पाउँदैन यहाँ यहाँ चाहिँ मैले गेजिङ दार्जिलिङ सबबाट ल्याएको हामीले पानी चाहिँ ल्याएन रहेछ नि म तर लेजमा पानी छ भन्नु त त्यसको मसरुम खाने ए अहिले खान्छ के भयो मेरो यो हात हिजोदेखि कटक कटक गर्दै झरेको गनेको प्रकारले दुख्दैछ पहिला चल्नु भन्दा यसरी मिठो हामी जस्तै मिठो मोमो आफूलाई बनाएको चाहिँ आफै मिठो लाग्छ है हामीले जस्तै मिठो मोमो यसरी बनाएर दिने भए पनि कति खान्छ होला जस्तो लाग्छ किनभने आफूले बनाउन चाहिँ नि त्यो न्याक्कै भइहाल्छ अघि नै अनि कति पनि खानु सक्दिनँ लास्टमा मासु पनि त्यही हो होला त म त नपर्नु यसले पकाइदिनु म धेरै खान्छु मैले पकाइदिनु यसले धेरै खान्छ मासु आफूले पकायो भने चाहिँ तर अस्ति खसेको चाहिँ आफैले पकाउनु मिठो लागेको मलाई त्यो मासु त कुरा नगर्नु जिब्रोमा झुन्डिरहेको छ सदा चाहिँ A1 पाएको त्यत्तिको मिठो मासु चाहिँ मैले खाएको छुइनँ खाएको होइन तर त्यताको कस्तो मासु कस्तो मिठो थियो नि लास्ट के कुरा खाउँ र बराबर भिटामिन पनि नखाने होला अँ अन्त म खान्छु त्यो मोमो खा ल मोमो नखा नि हालेनस् भयो हुँदै सोध्छ यो लास्ट एउटा मोमो खान्छु लास्ट बाइट भयो
4टा उब्रिन्छ मैले बेसी खाएँ हो आफूलाई मैले खाएँ कति आफूलाई बेसी खाएँ म। पानी परेर आज तर म त्यस्तो मोमो खाउँ चाहिँ भएको थिएन किन भन्दाखेरि माथि नै दार्जिलिङ सपमै खाएर आएको नि त बाहिर खाएर आएको अनि घरमा बनाएको किन मिठो लाग्थ्यो त। सो आज चाहिँ यति नै है। फेरि अर्को भिडियोमा भेटौँ ढिलो छिटो के हुन्छ त्यो चाहिँ म जान्दिनँ है। र अब चाहिँ नेक्स्ट भिडियो चाहिँ मोमोको नल्याउने नै कोसिस गर्छु है। अस्ति नै ल बाई।